हेलो एभ्रिवान। आज चाहिँ हामी बजार गएको थियौँ क्या। अनि बाटोमा हामीले यो सोताङ अर्ग्यानिक फार्म हेऱ्यौँ। अनि यहाँ चाहिँ अर्ग्यानिक सामानहरू पाउँदो रहेछ र के पाउँछ भनेर हामी भित्र हेर्न गयौँ क्या होइन। अनि यहाँ चाहिँ थुक्पाहरू पनि रहेछ, चाउमिनहरू, यो पनि सबै अर्ग्यानिक सामानबाट बनाएको। यो चाहिँ जौँ अनि मकै अनि ह्याम्पबाट बनेको रहेछ, भन्नाले भागबाट बनेको रहेछ, तर त्यस्तो लट्ठ चाहिँ होइन क्या। अनि यहाँनिर अचारहरू पनि थियो होइन। अनि यहाँभित्र कस्तो क्या अब सबै हेल्दी सामानहरू पाउने क्या, बाहिरको त्यो जङ्क टाइपको चाहिँ होइन, जस नेपालमा बनेको सबै अर्ग्यानिक सामानहरू पाइने रहेछ। दालहरू पनि रहेछ, अनि पिठोहरू यो हुन्छ नि फापरको, कोदोको, अनि मकैको, अनि यस्तो यस्तो मात्र सामान पनि। यो चाहिँ ब्याम्बोहरूबाट, अनि त्यसपछि निमको रुखकोबाट पनि ग्लासहरू बनाउने कपहरू पनि। यो कप पनि हेरेको होइन, यो एउटा कपको चाहिँ 800 रुपिस क्या। अब 800 रुपिस कस्तो महँगो क्या, तर हामीले चाहिँ लिन यत्तिकै हेर्न मात्र गर्थ्यौँ के पाउँछ भनेर होइन, यत्तिकै। अनि त्यहाँ पछाडि यहाँनिर चाहिँ घिउहरू सबै पाउने क्या, यो ओरिग्यानो, लसुनको धुलो, अनि नट्सहरू, अनि यहाँ अर्ग्यानिक यो मह, अनि यहाँ टीहरू छ, ग्रिन टी भयो, अनि रोजमेरी टी भयो होइन। अनि मस्यौराहरू पनि छ, अनि जे पनि पाइने क्या। अनि हुन्छ नि अब प्रेसरको लागि एउटा धुलोबाट बनाएको हुन्छ नि, पानीसँग घोलेर खाने टाइपको त्यस्तो दालचिनीको धुलो। अनि जसको सुगर हुन्छ त्यसलाई सुगर कन्ट्रोल गर्नको लागि पनि त्यस्तो धुलोहरू बनाएको हुन्छ। यहाँ नट्सहरू छ, पम्किन सिड छ, जे पनि पाइने क्या अर्ग्यानिक सामानहरू। अनि यहाँ मकै पनि रहेछ, यो चाहिँ पपकर्न बनाउने मकै हो। अन्त चिज पनि थियो क्या। अनि यो चाहिँ लुगाहरू पनि हेम्पबाटै बनेको रहेछ। अनि त्यहाँपछि लुगाहरू पनि हेरेँ, तर अब हुन्छ नि लिन चाहिँ लिन, त्यतिकै हेरेँ मात्र सबैतिर होइन। अनि यहाँनिर सुगर कन्ट्रोल गर्ने भयो, अनि प्रेसर कन्ट्रोल गर्ने भयो, अनि धुलोहरू होइन। यो त दालचिनीको भयो, ताकत बनाउने रहेछ। अनि त्रिफलाको धुलो पनि रहेछ, यहाँनिर सुकेको खोर्सानी, अनि त्यहाँ पछाडि अर्को डल्ले खोर्सानी हुन्छ त्यो, अनि त्यहाँपछि अपराजिताको फुल पनि रहेछ सुकाएको, त्यसले चाहिँ चिया खान हुन्छ, राम्रो हुन्छ होइन। अनि यही प्रेसर कन्ट्रोल गर्ने मैले अघि धुलो पनि त्यही छ होइन। अनि यति गरेर हामी निस्क्यौँ। अनि मैले के लिएँ भन्छु र मैले धेरै कुरा त लिइनँ, तर जस्ट गएको बेलामा चाहिँ 1-2वटा कुरा लिऊँ न भनेर। अनि मसरुम पिकल, मैले मसरुमको अचार लिएँ। अनि अर्को यो चाहिँ चुकुन्दरको क्यान्डी होइन, कस्तो छ म खाएर भन्छु होइन। अनि अर्को चाहिँ मैले बिस्कुट लिएँ, यो चाहिँ कोदो अनि मकै समथिङ केबाट बनेको हो। अनि एउटा चाहिँ दालचिनीको धुलोले, यो चाहिँ पानीसँग खानलाई धेरै फाइदा हुन्छ नि त, हेल्दी नै हो। अनि त्यही भएर यति मात्र लिएँ मैले, केही लिइनँ। अब नेक्स्ट टाइम फेरि जान्छु अनि भन्छु ल, बाई।